साथी यस्तो धोकेबाज निस्केपछि विश्वास कसको गर्नु मैले ओए यहाँ डर लाग्यो ओए यहाँ यस्तो डर लाग्दो छ त देवालमा हो क्या कैसा ना अञ्जली मैं आ रहा हूँ रुको सरस्वती म्यामले हामीलाई बाल दिनुहुन्न उ चाक फर्काएर बस्दिनु भएको छ ओए 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 पानी कस्तो देखेको मा त्यो डर लाग्दो देखेको यतातिर त आलो भन्दा उता नकट भन्दा आलो त हामीतिर ओए माछा गाइस यहाँ चाहिँ भुलभुलैया हुँदैछ हैन हामीले अघि भन्थ्यो नि येल्लो येल्लो सरेर नजिकै आएको भनेको त होइन रहेछ नि येल्लो त वहीँ छ हेर त मलाई कस्तो देखिरहा क्यामेरामा यस्तो राम्री ल त्यसो भए चाहिँ ठिक छ है राम्री देखेको भए चाहिँ ठिक छ हैन ल हेलो गाइज यता छ सीमा मेरो बहिनी नक्कली यता छ हाम्रो म्याम उहाँलाई ठ्याक्कै लाएर 2 घन्टा भयो रेडी हुन अनि म चाहिँ यहाँ जस्तो गीत त्यस्तै भएर बसिरहेको छु मैले तिमीहरूलाई उठाएको भएर टाइम लागेको हो कि हामी जहिले पनि सन्डे चाहिँ अब जहिले घुम्न जाने भन्छौँ तर हामी कहिले पनि जाँदैनौँ जहिले जाने भनेको यहाँ दोङदे मुन हो तर आज चाहिँ हामी एकदमै जसरी पनि हामी आज घुम्न जानुपर्छ भन्ने अटोटका साथ 10 बजे 9:30 बजे उठेर अहिले 11-12 बजे निस्किन्छौँ ल आज चाहिँ हामी कहाँ जाँदैछौँ भन्दाखेरि आज चाहिँ हामी जाँदैछौँ के गर्न कायाकिङ त्यहाँ ह्यान्ड रिभरमा पोहोरदेखिको हाम्रो कुरो हो तर वाह कस्तो दामी भएको छ यार मौसम त हेर्नुहोस् मौसम अनि हेर्नुहोस् यतातिरको अर्को मौसम अनि के भन्दै थिएँ मैले अनि आज हामी जाँदैछौँ जान चाहिँ जान्छौँ तर गर्छौँ कि गर्दैनौँ चाहिँ अझै पनि फिक्स छैन तर हामी आज जसरी नै गर्छौँ होइन हाम्रो मैडम चाहिँ अझै पनि निस्किनु भएको छैन यस्तो गाह्रो छ म अब चाहिँ जुत्ता लाउँछु ल गाइज हामीले चाहिँ फोनको कभर पनि किनिसकेको छौँ एकदम सुरक्षित साथ हुन त आइफोन वाटरप्रुफ नै होइन र यहाँबाट छिर्ने होइन हो क्या अरे त्यही पनि अब के गर्नु अब माया लाग्छ नि त होइन त्यही भएर चाहिँ फोनको लागि सेफ्टीको लागि यो किन्यौँ अब हामी जाँदैछौँ यस्ता साथीको सँग गएर कहिले ऊ लाग्दैन साथीहरू के गर्नु त्यहाँबाट एक स्टेसन मात्र चढ्नुपर्ने थियो हामी अब मस्त फोन चलाएर 2-3 स्टेसन कटेर कहाँ पुग्यो होइन हिँड्दैछ 2टा केटीहरू एकदम ठिमिक पल्टेर के बेलामा हामी पुग्न लागिसक्यो हुन्थ्यो दुःख पाइस मङ्गलले आफ्नै ढङ्गले ल ल हेर्नु यस्तो छ पारा ऊ यिनीहरूको पछि हिँडेर आएको फेरि अपोजिट लिएर आयो ऊ त्यहाँ हाम्रो मैडमजी हुनुहुन्छ नि मैडमजी ऊ अहिले पनि फेरि अपोजिटतिर गएछौँ अब भन्नुहोस् यहाँ आफ्नै साथी यस्तो धोकेबाज निस्केपछि विश्वास कसको गर्नु मैले ओए आफ्नै साथी यस्तो धोकेबाज निस्केपछि विश्वास कसको गर्नु ल अब चाहिँ ठिक छ ल यहाँ चाहिँ आयौँ हामी अब यहाँबाट इधर से जाने का एकचोटि हामी उर्मीहरू हामी यहाँ राति आएर वहाँनिर त्यो तल बसेर रामेनहरू खाएर कम त रमाइलो भएको थियो लोकेसन हेर्नु पर्ने अवस्था छ मेरो फोनमा गाइज फोटो रिभर रे व्यापार गर्न बसेको हो न के गर्न बसेको सट्ट अब त्यो पब्लिकमा थाहा नहुनेहरूलाई त हुन्छ हाले हुन्छ त्यो प्राइस बोल्नलाई पनि के भन्दैछ थाहा छ सरस्वतीले चाहिँ किन ऊ जङ्गिरहेको छ भनेदेखि अब यहाँनिर आउने अब त्यो कति धेरै भिडियोहरू हालिरहेको हुन्छ नि त अनि उनीहरूलाई चाहिँ अब लोकेसन सोध्यो भने चाहिँ डिएम भन्दै भन्छ नि त त्यस्तो किन गर्नु पऱ्यो टक्क लोकेसन भन्दै त भइहाल्यो नि होइन मान्छेहरू कति मजाले लोकेसन आहा कस्तो सिक्दा डिएममी भन्ने हालेको नि लगेर चोपाल्नु धेरै वेट गर्नुपर्छ जस्तो लागिरहेको छ मलाई भ्याउँदैन जस्तो लागिरहेको छ किनभने मेरो चाहिँ आजकल नाइट काम छ नि त अनि म चाहिँ फेरि पुग्नुपर्छ क्या म यहाँबाट 5 बजी त जानुपर्छ क्या अहिले कति बजी 1 बजे 12 बजी होला
क्या मजाले रनिङ साइक्लिङ थाके गाइस थाके ल अब चाहिँ भने आइपुगेछौँ है यतातिर होला सायद टिकट लिने ए तर आज त मान्छे छैन अलि छ ल पल्ल आयौँ खाँदुनु थियो म मेरो कार्डबाट गर्छु त्यस भए हामी ठिक्क भयो होइन मान्छे पनि धेरै नरहेछ अनि ठ्याक्क हामीले अब साह्रो जान्छ ए मेरो कार्ड यहाँ छ कसैले भर्खर पैसा दिइराखेको मारेको छैन ल हाम्रो आउटफिट चाहिँ यस्तो छ गाइस सिम्पल छौँ हामी दुईजना चाहिँ ऊ चाहिँ अलिकति हट थोरै हट प्यान्ट लाएर ल अब हामीलाई चाहिँ यो दाजुले कि भाइले लाँदैछ ओ कस्तो राम्रो देखे Okay, let's go. Okay. Let's go, girls. Let's go. फाइनली आई एम गाइज यहाँ चाहिँ हाम्रो लाइफ ज्याकेट यो बिना हाम्रो जिन्दगी अधुरो छ यो भएन भने हाम्रो जे पनि हुनसक्छ ओए यहाँ डर लाग्यो यहाँ यस्तो डर लाग्दो छ त मुसा भयो 자켓 입어야 돼요. ओके ज्याकेट 더러워요 타봤어요? 처음이에요 아 처음이에요? 네. 쉬워요. 타는 방법 설명드릴게요. 우리는 수영 못해요. 써봐도 상관없어요. 못해요 우리. 근데 두 명이 한 대, 한 명이 한 대 탈 거예요. 네. 한 명 탈 사람만 정하시면 돼요. 네. 그래서 이렇게 앉아가지고 가운데서 어깨 넓이, 어깨보다 조금 더 넓게 여기 몸을 그래서 번갈아 가면서 해야지 직진 똑바로. 이렇게 하면 똑바로. 똑바로. 왼쪽 하면 오른쪽. 오른쪽. 오른쪽 하면 왼쪽. 이제 어포질 자더라도 간단해요. 오케이. 그리고 하는 구역을 저희 보면 옐로우 인사이드. 오케이. 예. 인사이드. 그 앞에서 타면 돼요. डर पनि लाग्यो त 여기 나가 저 위에 보면 파란 간판 보이죠? 파란 간판. 예. 일로 들어와야 돼요. 알겠죠? 네. 여기 헷갈릴 수 있으니까 저거 보고 들어오면 돼요. 예. 한 명 누가 탈 거예요? 이제 한 이거 명 덕 해는 버려놔. 혼자 탈 사람. 여기 타세요. 앉아. 탔어요 हामी चाहिँ दुईजना ओइ हामी चाहिँ दुईजना ऊ पछाडिबाट सरस्वती आउँदैछ किधर हो तुम वाह कस्तो राम्रो देखेको जलपरी यता आउन यता कता उता गएको 오케이. 찍고 있어요. 괜찮아. फाइनली हम लोग सीधा हो गया अनि अघि न चाहिँ होइन फोटो खिच्दाखेरि सिधा बन्नु भने होइन कहिले सिधै भएन गयो घरि यता घरि उता भएको थियो अहिले चाहिँ फेरि टक्क अब ओइ यस्तो हामी यत्रो पैसातिर यसरी बसेर कहाँ भएर कुदाऊ न मेरो क्याब हेर्नु त यस्तो बस्नाङ्गो भएर खिचेको हेर्नु अनि त्यसलाई एकैछिनमा भेट्छौँ है एकैछिनमा ओके बल्ले बल्ले आनंद आया कितना अच्छा है रे पानी
हमारा जवानी Look at the view, guys. Wow. यो लोटे टावर. Wait, पानी कस्तो देखेको मा. ओ यो त क्या हल्लाइदिएको नि यो छालले. कस्तो डरलाग्दो देखेको यतातिर त. सीमा यो पानीलाई मात्रै हेर त. क्या डर लाग्ने. यो यतातिर भ्यूतिर हेऱ्यो भने चाहिँ केही पनि नलाग्दो रहेछ. यो पानीमा मात्र हेऱ्यो भने त यस्तो छ. यत्रो छ. हाम्रो चाहिँ यो 2 घन्टाको होइन 2 घन्टाको अनि एकजनाको चाहिँ सम्मान भनेको चाहिँ 30,000 वon नेपाली 3,000 अनि 2 घन्टा. यस्तो भोक लागेको छ तर अहिले भोक छ कहाँ हरायो यसमा भोक लागिरहेको. तर भोकको भन्दा नि अहिले चाहिँ हामीले यो वाउ कस्तो मस्त हावा आयो टाइटानिक पोजमा यस्तै जस्तो. र पोरदेखिको कायाकिङ गर्ने भनेको फाइनली यो पालि चाहिँ पुरा हो गयो. यता हाम्रो सीमाले खतरा कस्तो राम्रो देखिँदैछ हेर म पो पछाडि बढ्नु पर्ने रहेछ भन्ने के लाग्छ. अगाडि त मान्छेको अनुहार देखेन नि त तर यहाँ त तेरो फेस मजाले देख्यो नि त. युट्युब चल्दैछ. अञ्जली मैं आ रहा हूँ रुको अनि के रे केटीको नाम चाहिँ खै के हो केटीको के रे कुनको खै हाम्रो फाइनली फेरि भेट भएको छ तर सरस्वती म्यामले हामीलाई बाल दिनुहुन्न ऊ चाक फर्काएर बसिदिनु भएको छ. म तिमीले मार्यो भने म मर्दिन्छु के छ र म यसै मर्न परिहाल्छ बरु तिम्रै हातबाट मर्छु म. जसरी नै मर्नै पर्ने छ भनेदेखि टक्क लगाएर सरस्वती म्यामको हातबाट मर्न पायो भने त त्यो जस्तो मेरो लागि सौभाग्यको कुरा अरू के नै हुनसक्छ र कि कसो गाइज कि कसो. एकदम ठीक सही हो. माता आपके चरण किधर है. बिजोक छ यहाँ क्यामेरा यता मान्छे क्यामेरा सरस्वती सीमा ढुङ्गा लोटे टावर समुद्र होइन नदी बिल्डिंग देखो कितना अच्छा बिल्डिंग है. हमारा खुट्टा स्लीपर इधर साउल टावर बड़ा या टिकटक रेल. गाइज हामीलाई यो एल्लो नगर्नु त्यही भन्नु खोजेको. एल्लो भन्दा उता नगर्नु भने एल्लो त हामीतिर एल्लो त हामीसँगै हिँड्दैछ त. हेलो हेलो यो चल्यो कि हामी चल्यो यही चल्यो हो नि. हेर्नु गाई चरा चरा कस्तो मजाले स्विम गरेको. स्वयं ओ यहाँ हाङगाङ बस गाइज. यो बस चढ्न जाने पनि अहिलेसम्म गएको छैनौँ. वाउ यहीँ आयो ओए माछा ला यो त मरेको कत्रो है गाइज. यहाँ चाहिँ भुलभुलिया हुँदैछ होइन. हामीले अघि भन्थ्यो नि येल्लो सरेर नजिकै आएको भनेको त होइन रहेछ नि त. येल्लो त वहीँ छ अनि चाहिँ हामी त्यत्रो पर पुगेको थियौँ. हाउ हामी त यतातिर गएको थियौँ त होइन. उही के हो यस्तो यार हामी यतातिर गएको थियौँ यार अनि हामी कसरी यतातिर पुग्यौँ. उही त्यो येल्लो क्रस गरेर नजानु भन्दै हामीले येल्लो क्रस गरेर कहाँ पुगिसकेको रहेछ.
नि सीमा तँलाई फिल भएको भएन हामी उता गएको हामी त मास्तिर गएको नि अनि कहिले हामी तलतिर पुग्यौँ क्या अझै गजब हो गया अब चाहिँ हामी हाम्रो टाइम पनि सकिन लाग्यो अनि हामी त्यहाँ पुग्नुपर्छ होइन हामी यत्रो टाढा आएको जस्तो हामीलाई फिलै भएको थिएन कि तर हामी यहाँ त्यहाँ जानु लागि अघिदेखि होइन कति टाइम भइसक्यो कि अहिलेसम्म हामी पुगेका छैनौँ क्या तर मलाई अझै पनि कस्तो अचम्म लागिरहेको हामी लु कटेर हामी उहाँ पुगेर रहेछ हौ हामी त यता पो गएको थियो त यहाँ म त अझै ठिस भइरह आटा माझी सटक्ली भनेको यही हो होइन हामी त्यहाँ पुग्नु पर्ने छ है कहिले हो कहिले अहिलेसम्म पुग्दैन वे यो त गजब हो गया हम लोग गुम हो गया हामीलाई त त्यहाँ पुग्नु आधा घन्टै लाग्छ क्या उसीमा मलाई अझै म छक्क परिरहेको छ त्यत्रो पर पुगेर रहेछ है हामी right left right left right left wait right left right left right left wow मजाले गयो ल है wow good सीमा अब यो बाजेको हातमा गएर ठोकिन्छ होला फाइनली हामी पुग्यौँ गाइज हामी पुग्यौँ डेस्टिनेसनमा पुग्यौँ हाम्रो तर म अझै पनि म छक्क पर्दैछु ओ यो बाजेकोबाट ठोकिन्छ क्या यतापट्टि बाजेसँग ठोकिन लाग्यो हामी गाइज अब भने हौ हात त फतक्कै भयो यार गाइज ल आइपुग्यौँ हो यो के यो वे यो त केटी रहेछ यार ओ सीमा घुम्यौँ हामी हामी चाहिँ झरिसक्यौँ त्यहाँ हो सरस्वती अझै पनि ओ कस्तो रिङ्गटा लागेको कस्तो भएको नि अझै पनि छ पालिवा यार थकाइ लाग्यो भन्दैछ उता पर पुग्यो रहेछ ल सीमा कस्तो भयो एक्सपिरियन्स एकदम खतरा तर हामी यता गएको जस्तो लाग्छ तर भने हामी यता गएको थियो कसरी हामी उता पुग्यो क्या एरिवा एरिवा 와. 오케이 잘했어. 고생했어. देख्यो अरूले नगरेको आम्मामा हातै पकड्दिएको ओहो You bring your pedal. Okay. सकेपछि चाहिँ यो चाहिँ लानुपर्ने रहेछ टक्क लाएर अहिले चाहिँ मान्छेहरू पनि अलि धेरै भयो गाइज मेरो ल्यासेस हावाले हानेर यो सब निकालिदिए सबै ल अब चाहिँ हामी आएम अब चाहिँ चेन्ज गर्छौँ यहाँ भने कस्तो क्युट छ हौ ऐनाहरू पनि त्यसले झारेको झारेर अनि सुकाउँदैछ अब टाउकोमा लगाउँछु ल गाइज अब चाहिँ हामी लागेको पेट पूजा गर्नुपर्ने छ फर्स्टमा बिहानदेखि केही खाएको छैन बिहान त्यही 2-3 घुटुक पानी खाएको थियो होला बस त्यति हो ल सरस्वती हाउ वाज द एक्सपिरियन्स रमाइलो लाग्यो
ऊ त झन् एक्लै कस्तो चिल्याक्स भयो होला नि तर हामीलाई पनि रमाइलो भयो किनभने हामी त झन् दुईजना भएर है पालै पिलो गरी यसले चलाउने हात चाहिँ कस्तो दुख्यो अनि अझै धेरै साथीहरू आयो भने चाहिँ झन् मजा हुन्थ्यो अनि हामी अहिले चाहिँ 3 जना मात्रै भयो हामीले सुम्निमलाई एकदम मिस गऱ्यौँ यस्तै भयो सुम्निम हेर अब नेक्स्ट टाइम चाहिँ फेरि आउनुपर्छ अर्को डेस्टिनेसन ऊ त्यहाँनिरको त्योमा खेल्नुपर्छ क्या नेक्स्ट टाइम ऊ त्यहाँनिर वाह हेर न क्या मजाले फालेको पानी आच्छू क्या मजाले पानी फालेको छ हेर्नु आज गर्मी भएको हुनुपर्छ है कम त मजा आउँदैन चिसो पानी फेसमा वा रमाइलो हेर त कस्तो रमाइलो आज झन् सन्डे पनि भएको त्यही भएर मान्छे त कम त छैन त झन् आज पनि रहेछ कि क्याम्प कम्पनी सरस्वती तिम्रो बच्चाहरू यस्तै हुन्छ माटो खेल्ने ओइ उनीहरू कति क्युट 시름이 한번 하고 싶어서 도전. 자, 우리 성곡고등학교 선수가. 자, 홍사빠 계속 망사빠 준비해주세요. 아, 청사빠 김미혜 홍사빠입니다. ला मोटे भाइलाई पो ढाल्छ 네, 밭다리. 정말 봐주고 하는 게 눈에 보입니다. मम्मा हेर रामेन खाने लाइन कोरियामा चाहिँ सजिलो क्या कतै घुम्न गए पनि खानेकुरा केही भएन भने पनि चट्ट रामेन जता गए पनि रामेन नेसनल फुड कोरियाको 시험시험 한강 3종 축제 가위바위보배 1등 자 우리 친구는 선물 드릴 거니까 하나 받아가시고 우리 아버님 기준으로 해서 여기 서주시겠어요? है गाइज अब हामीले पनि के खानु त अरू त केही छैन होइन खाने भनेको रामेन ससेस यही हो सबैले खाने भनेको यही हो ठाउँ पनि टक्क लाएर कस्तो दामी पायौँ हामीले मेरो पछाडि कस्तो राम्रो भ्यू देखिरहेको छ नि कि छैन चेयर्स ल हाम्रो आजको लन्च डिनर यही हो ल खाएको है गाइज अब हामीले चाहिँ बिहानदेखि केही खाएको छैन यहाँबाट आउँदैछ तिनीहरू चाहिँ फोहोर फालेर पेट निस्क्यो मलाई चाहिँ यो पनि चढ्न मन लाग्यो क्या हेर न त यहाँ चाहिँ म मेरो बोयफ्रेन्ड बनाएर बोयफ्रेन्डसँग आउँछु हौ दुईजना टक्क होइन दुईजना आहा गफ गर्दै आनन्द गाई चाहिँ मेरो फोनमा चाहिँ चार्ज 6% त्यही भएर मैले यहाँ 17 प्रो म्याक्सबाट मैले भिडियो बनाउँदैछु त्यही भएर अर्कै क्वालिटी नै अर्कै आइरहेको छ अनि म त झन् अब उनीहरूलाई त्यस्तो राम्रो देखिन्छ भने मलाई झन् कस्तो देखिरहेको ल अब चाहिँ वी आर भागिङ ल यहाँ चाहिँ बिच भाइब्स छ हेर टक्क लाएर यहाँ बस्ने पनि छ कति व्यवस्थित हुन्छ कि है कस्तो अनि कहाँ अनि यस्तो देश छोडेर जानु मन लाग्छ त नि नेपाल लाग्छ त कस्तो फिल भइरहेको छ त सनग्लास मेरो घर बनाएछ यस्तै छेउछाउतिर यहाँ हेर्नु गाइज यो हाम्रो सरस्वती माता किन अगाडि गइरहनु भएको छ गेस गर्न सक्छौ एकदम इमर्जेन्सीवाला पटी आइरहेको छ त्यही भएर माताले नि गाइजहरू मातालाई नि पट्याउँछ है त्यही भएर कुद्दैछ छुट्नै पर्यो जिन्दगीको
त्यही ल भने जस्तै अब चाहिँ हामी छुट्टिन लागेको यहाँ खन्दै गयो यहाँबाट ऊ चाहिँ मासतिर हामी तलतिर अनि मलाई त ढिलो नि हुँदैछ काममा जानुपर्ने मान्छे आजको दिन चाहिँ ब्लगहरू त्यस्तो प्लानिङ थिएन सरस्वतीले जाम हामी योपालि जानुपर्छ भनेर भुटमुटी लाएर भए पनि आज आयौँ फाइनली कालिम्पोङ पनि गऱ्यौँ अनि अब चाहिँ हामी फर्किन्छौँ भनेर रमाइलो भयो होइन बाई बाई अब अन्टिल नेक्स्ट टाइम भेटौँला अब कहिले थाहा होइन बाई 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 ल आम्मा तिमी यता हो हामी यता हो यता अब चाहिँ हामी गएँ अब मलाई यस्तो ढिलो भइसक्यो काममा जाँदा त के भयो छुट्टी लगाएर मलाई पनि सुहाइरहेको ल बाई बाई गाइस अब अर्कोचोटि घुम्न जाँदाखेरि अलिक पैसा धेरै भएर अर्कोचोटि घुम्न जान्छौँ अनि त्यति बेलामा भेटौँला त्यति चाहिँ हामी त्यति जेलसम्मको लागि चाहिँ अब नेक्स्ट भिडियोमा भेटौँला